हामीले बुझ्नुपर्छ जस्तो लाग्छ। जब हामी लोकतन्त्रमा नियम मान्दैनौँ अथवा एक थरीले मात्रै मान्नुपर्ने बाध्यता अर्को थरीले नमान्दा हुन्छ भन्ने बाध्यता हुन्छ, त्यहाँदेखि मान्छेले चाहिँ नि मैले पनि नियम मान्दिनँ भन्ने मनसाय बनाउँछ र त्यो अवस्थालाई चाहिँ लोकतन्त्र नभनेर अराजकता भनिन्छ। मलाई लाग्छ यो सदन पनि बिस्तारै बिस्तारै अराजकतातर्फ उन्मुख हुँदैछ, जानी नजानी भन्ने मैले चाहिँ महसुस गरेको छु। सभामुख महोदयले यो महसुस गर्नुहुनेछ र यसलाई चाहिँ नि प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू लगायतका पदाधिकारीहरूलाई, नेपाल सरकारका पदाधिकारीहरूलाई नियमित रूपमा हाम्रो नियमावली अनुसार, हाम्रा संविधान नियमावली अनुसार चाहिँ नि सदनमा हाजिर गराउनु हुनेछ होला भन्ने मलाई लागेको छ। अर्को कुरा, यो अहिले यो सामाजिक सञ्जालमा सुनि नसक्नु, देखि नसक्नु गाली गलौजको तपाईको चाहिँ नि के अरे सिलसिला देख्छौँ हामी। अब केलाई लोकतन्त्र भन्ने र केलाई अराजकता भन्ने, यही प्रश्न छ। प्रधानमन्त्रीज्यूलाई, देशकै सम्माननीय प्रधानमन्त्रीज्यूलाई एकजना व्यक्तिले गाली गर्नुभएछ, उहाँलाई पक्राउ पनि परेर चाहिँ नि कति दिन हिरासतमा राखेर छुटेको रहेछ। फेरि उहाँलाई चाहिँ नि फेरि पुनः पक्राउ गरेर पूर्वपक्षमा पठाइयो भन्ने सुनिएको छ। एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ, जेनजी हुन्, युवा हुन्, सच्चिने मौका दिनुपर्छ। तर त्यसरी चाहिँ नि एउटा अभिव्यक्ति दियो भन्दैमा कठोर जेल चलान गर्नुपर्छ, सजाय दिनुपर्छ भन्नेतर्फ सरकार नलाग्दाखेरि राम्रो हुन्छ भन्ने मेरो सुझाव हो। यो गाली गर्ने चलनलाई कसरी हामीले अन्त्य गर्ने, होइन? हामी सबैजना त्यसमा चाहिँ नि सचेत बन्नुपर्छ जस्तो मलाई लाग्छ। प्रधानमन्त्री, मन्त्रीहरूले गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न पनि छ। मलाई पनि दुईजना व्यक्तिले चाहिँ ज्यानै मार्ने, तेरो घरै जलाइदिन्छु भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ, तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट त्यस्तो हो भने फेरि त्यो अराजकताले चाहिँ नि अझै धेरै अर्कै मोड लिन सक्छ। त्यसतर्फ पनि तपाईँको चाहिँ नि हामी सबै दलका, सरकार पक्ष, प्रतिपक्ष सबै दलका मानिसहरू सचेत हुनुपर्छ भन्ने म सल्लाह दिन चाहन्छु। अर्को विषय, यो दृष्टिविहीन व्यक्तिहरूले चाहिँ आन्दोलन गरिराख्नु भएको छ। उहाँहरूको माग के हो भन्दाखेरि हामीलाई भत्ता दिनुपर्छ, हामी बसी बसी खान्छौँ भन्ने होइन रहेछ। मलाई एउटा ज्ञापन पत्र पनि बुझाउनु भएको थियो। उहाँहरूको माग चाहिँ के छ भने हामीले सकेको काम, जस्तै फोन रिसिभ गर्ने कामदेखि लिएर बसेर गर्ने कामहरू हामी गर्न सक्छौँ। सरकारले हामीलाई त्यसतर्फ रोजगारी देऊन् भन्ने खालको चाहिँ उहाँहरूको माग छ। यदि त्यो दिन सकेन भने उहाँहरू सडक पेटीमा गीत गाएर गुजारा गर्दै हुनुहुँदो रहेछ। त्यहाँ गीत गाउनु हुँदैन भन्ने सरकारले महसुस गरेको रहेछ। हुन त अब अहिलेको सरकारले सबै कुरो होइन चिटिकै परेको होस् भन्ने चाहना छ, तर सबैको जीवन चिटिकै परेको हुँदैन। हामी आफू जस्तोहरूलाई सम्झनु हुँदैन कि त उहाँहरूलाई त्यसरी नै सडक पेटीमा गीत गाएर गुजारा गर्ने इन्भाइरोन्मेन्ट बनाइदिनु पर्यो। त्यो चाहिँ सरकारले गर्न चाहँदैन होला, म पनि चाहदिनँ। भनिसकेपछि उहाँहरूको माग नम्बर 1 उहाँहरूलाई चाहिँ नि दिनुपर्ने रोजगारीको प्रबन्ध सरकारले मिलाओस्। एकैचोटि सबैलाई दिन नसकिएला, तर सुरु गरियोस्। यो महिनादेखि 10-15 जनालाई दिन थाल्यो भने पनि हुन्छ। अर्को मैले ध्यानाकर्षण गर्न चाहेको कुरा चाहिँ यो सुर्खेत भन्ने जिल्लामा अस्ति म चाहिँ नि जाने मौका पाएँ। त्यहाँ चाहिँ जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई चाहिँ चेनले बाँधेर राखिएको रहेछ। त्यो किन बाँधिएको हो, होइन? गृहमन्त्रीज्यू लगायत सम्बन्धित निकायले खोज अनुसन्धान गरेर त्यो मूर्तिलाई बाँधेर राख्नुपर्ने कारण के? मान्छेलाई बाँधेको होइन, थुनेको त देखेको थिएँ। मूर्तिलाई, बुद्धको, भगवान् बुद्धको मूर्तिलाई थुनेर राखेको रहेछ। यो विषयमा